Hi everyone, welcome to my another vlog. So अहिले चाहिँ म यता यस्तो टोपी लगाएर के भन्छ यता गर्मी धेरै छ कि यता टेम्पल जान लागेको कस्तो फोहोर भएछ अनि सो यस यहाँदेखि मनाली जाँदैछु है। यो चाहिँ इन्डिया पोस्ट अनि भर्खर यता एउटा सानो एउटा पार्सल गरेको थियो। अब माथि टेम्पलमा जाने कस्तो गर्मी छ यहाँ, धेरै गर्मी भएर चाहिँ ये वाला कैसा है? ये वाला सब एक ही है। अच्छा, ये वाला थोड़ा नहीं पका हुआ ना, ये वाला दीजिए ना, ये वाला अच्छा है। यो चाहिँ रहेको छ सारनाथको मूल गन्धकुटी टेम्पल मन्दिर अनि यहाँ चाहिँ मान्छे टाढो टाढोबाट दर्शनको लागि आउनुहुन्छ अनि म चाहिँ अहिले यहाँको दर्शन गरेर तिनकोरा गरेर अब निस्किँदैछु। आज दिउँसोको भ्रमण छ हाम्रो मनाली जाने, सो त्यसैले अस्तिदेखि नै सोचिरहेको थियो यहाँ चाहिँ जानै लाग्दाखेरि चाहिँ दर्शनको लागि आउँछु भनेर अब चाहिँ सक्सेस हुन लागेको छु। धेरै भव्य सुन्दर युटस धेरै पुस्तकहरू ताजा गरिन्छ यहाँ दाउरा अब यहाँको दर्शन चाहिँ भइसक्यो है, फर्केर जाँदैछु। प्लस म नजाने अगाडि चाहिँ यताको रोडहरू धेरै नै डेभलप भएको छ, म तपाईँहरूले देखाउन चाहन्छु। भोलिपर्सि तपाईँहरू इन द फ्युचर तपाईँहरू पनि यता सारनाथको तीर्थयात्राको लागि प्लानिङ छ भने यता धेरै नै अहिले डेभलप भएको छ, तपाईँहरूले देखाउँछु बाहिर रोड कस्तो छ। एक पानी वाला है, पानी वाला अच्छा वाला जितना कितना एक का? Ese. Aduh, Jalan Pamel. Bye bye. Bye bye. Bye bye sini. Sini. Bye bye. Bye bye. अब चाहिँ यता हामी बनारसको स्टेसनमा आइपुग्यौँ अहिलेको।
अब चाहिँ भर्खर हामी यता ट्रेनभित्र इन्टर गऱ्यौँ एसी टु टायर हेर्नुहोस् मान्छेहरू पनि छ एसी टु टायरमा चाहिँ माथिको सिट मुनि सिट दुईवटा मात्रै हुन्छ टु टायरमा चाहिँ बिचमा हुन्छ ग्रुप यता पुग्यो अब चाहिँ हाम्रो यता डिनर खान लागेको छु बेलुकाको डिनर अनि जुन हाम्रो माथि इन्स्टिट्युटदेखि नै बनाएर लिएर आएको बिरयानी भेज बिरयानी अनि खाने साथी पनि खान लागेको छ है अरू साथीहरू पनि त्यो दुर छ त्यहाँतिर सुल्रिम घर साथीहरू त डिनर चाहियो त डिनर साथी हो गुड मर्निङ एभ्री वान अनि अहिले चाहिँ हामी यता दिल्ली आइपुगिसकेछौँ बिहान अनि यता एमटीमा मजुका टिल्लोमा चाहिँ आएर बसिरहेको छौँ दिस इज आवर रुम मेरो एकजना साथी छ अनि यता चाहिँ हामी आराम गरेर दिनभरि आराम गरेर बेलुका यहाँदेखि जाने मनाली बेलुका यस्तै 5-6 बजीतिर छ हाम्रो बस यस्तै 6 बजीतिर होला अनि अहिले दिनभरि चाहिँ हामी बिहान आइपुग्यौँ आएर फ्रेस भएर ब्रेकफास्ट खाएर चाहिँ आराम गरेर बसिरहेको छु अनि अब दिनभरि यतै बस्ने हो अनि दिउँसो खाना खाएर अहिले त यता सबै बन्द रहेछ मान्छे कोही छैन रहेछ बिहान अब यस्तै 10-11 बजेपछि खोल्छ सो द्याट्स अल अनि हामी मनालीमा पुगेको पनि सबै देखाउँदै गर्छु सो अन्तसम्म रहनु होला अनि साथ र सपोर्ट पनि गर्नु होला है त यो चाहिँ रहेको छ पन्जाब बस्ती यहाँको मजुका टिल्लोको छेउको पन्जाब बस्ती जहाँ हामी यता आएको जस्तो अनि यता चाहिँ होलसेलमा सामानहरू पनि किन्न पाइन्छ सो गाइस भर्खरै यता बाहिर लाफिङ खाएर आएको अनि अब एकछिनपछि हामी यहाँदेखि निस्किँदैछु अब एकछिन फ्रेस हुन्छु त्यसपछि आराम गरेर निस्किन्छौँ हाई एभ्रिवान गुड मर्निङ फ्रम पद्लीकुल मनाली अनि हामी चाहिँ यता आइसक्यौँ है बिहान आइपुग्यो अनि आएर यता ब्रेकफास्ट खाएर अनि यता अहिले यस्तो घाम लागेर रहेछ अनि त्यो घामको मजा चाहिँ लिइरहेको छ यो चाहिँ पद्लीकुल भयो जुन यो सानो एउटा टाउन देखिरहेको छ नि यो सबै पद्लीकुल हो अनि पद्लीकुलको यतातिर बस स्टेसन छ बस स्ट्यान्ड अनि यो भयो हाइवे अनि उता छ यतातिर छ खोला अनि यो चाहिँ यहाँको दृश्य है अनि यहाँदेखि जान्छ माथि जान्छ सबै मनाली यहाँदेखि माथि जान्छ मनाली यु क्यान सी है यतातिर अलिक हिउँ छ अझ पनि हिउँ छ अनि यहाँको चाहिँ दृश्य यस्तो छ अनि हामी यता राम्रोसँग आइपुग्यौँ सेफली आइपुग्यौँ राम्रोसँग आइपुग्यौँ
अनि खासै बाटोतिर मैले देखाउने केही पाएन, मतलब मैले क्यामेरा चाहिँ भित्रै त्यो गरेको थियो अनि बाटोतिर के देखाउनु है। अनि थ्याङ्क यू सो मच फर स्टे टिल एन्ड and see you in the next vlog.